हाई एभ्रिवान, वेलकम ब्याक। अनि आज म जाँदैछु एउटा सो पनि हुन्छ त्यहाँ, अडिसनहरू पनि त्यहाँ भइरहेकै हुन्छ। हो म त्यहीँ जाँदैछु, नजिकै छ मेरो रुमदेखि। भिडियो बनाउला सोचेको थिएन, तर यो मौसम हेर्नुहोस् त कस्तो दामी छ। अलिअलि पानी पनि झरिरहेको छ, त्यसैले मेरो मनमा एउटा कुरा आयो कि टाइम छ भने सुन्न सक्नुहुन्छ। भन्छु है, 2 मिनट जति हुन्छ यो। यसरी नै एसी सकेपछि 11 क्लासमा म भर्ना भएको थिएँ। अरू कलेजका त्यो पछि भन्दाखेरि लङ स्टोरी आउँछ, सर्टमा भन्छु, टाइम पनि छैन। अनि त्यहाँ पनि पुग्नु छ। अनि त्यति बेला म फर्स्ट टाइम त्यहाँ अडिसन भन्दैछु। फेरि त्यहाँ के भएको थियो भने म भर्ना हुन गएको थिएँ, भर्ना भएँ। हाम्रो सरले सुरुमा के भन्नुभयो थाहा छ, इन्ट्रोडक्सन गराउनु भयो। त्यसपछि भन्नुभयो कि तपाईँहरू के बन्ने, सबैले आफ्नो भने, मैले नि आफ्नो भने, र त्यही आफ्नो भनेको गर्नलाई यहाँ पुगेको छु। र त्यति बेला आजभन्दा लगभग 4-5 वर्ष अगाडि जाम छ अगाडि। त्यही भएर त्यति बेला मैले रिसर्च गरेको भए अडिसन कहाँ हुन्छ, कसरी हुन्छ, एक्टिङ क्लास के हुन्छ भनेर रिसर्च गरेको भए मेरो हाई गर्दै हुनुहुन्छ। अनि त्यति बेला मैले रिसर्च गरेको भए मसँग अप्सन थियो, मोबाइल थियो, इन्टरनेट थियो, वाइफाई थियो, सब थियो। त्यति बेला मैले ध्यान दिएन। बन्छु भन्ने थाहा थियो, काठमाडौँ गएरै बन्छु भन्ने थाहा थियो। तर त्यति बेला मलाई क्लासेसहरू हुन्छ, अडिसनहरू हुन्छ, यसको थ्रु फिल्म बन्छ त्यो भन्ने मलाई थाहा थिएन। अनि मैले त्यो समय कलेज लाइफमै बिताएँ, मतलब स्कुल लाइफमै बिताएँ। 12सम्म मैले स्कुल नै भन्छ। अनि अहिले सोच्दैछु यदि तपाईँहरू पनि त्यही हुनुहुन्छ होला, 11-12 पढेर यो गर्छु त्यो गर्छु र यो फिल्डमा आउन चाहनुहुन्छ भने अहिलेदेखि स्टार्ट गरिदिनुहोस्, मजाले सक्सेस हुनुहुन्छ। जुन अहिले म अफिस टु अफिस गइरहेको छु, प्रोडक्सन हाउस टु प्रोडक्सन हाउस गइरहेको छु। त्यहाँ जानु पर्दैन। तिमीहरूले त त्यहीँबाट टिकटक यताउतिबाट आफ्नो पोर्टफोलियो बनाउँदै सेयर गर्दै। अहिले त डिजिटल जमाना छ, अफिस टु अफिस जानु परेन। त्यहीबाट धेरै कुरा थाहा हुन्छ। म पनि त्यस्तै गरिरहेको हुन्छु। अहिले अस्ति एउटा अडिसन पठाएको थिएँ, बरालको आएको, तपाईँले सुन्नुभएकै होला। हो त्यसको लागि पनि मैले पठाएको थिएँ। त्यसमा अहिले कास्टिङहरू सबै भइसक्यो भन्नुभयो। यदि कुनै क्यारेक्टर बच्छ भने म भन्छु भन्नुभएको छ। त्यस्तै हुन्छ। त्यही भएर पछि यो फिल्ममा आउन चाहनुहुन्छ भने अफकोर्स आउन सक्नुहुन्छ। म पुगेँ, अब लाग्छु फेरि नयाँ ब्लगमा राख्ने नै छु। यस्तै भिडियोहरू अपलोड गर्छु। ल है, बाई।